दर्शन नमस्कार सबैजनामा म तपाईको नारायण भण्डारी ब्लग। आज फाइनल्ली अस्ट्रेलियाको एकदम राम्रो डेस्टिनेसन टुरिस्ट डेस्टिनेसन ब्लू माउन्टेन। तपाईलाई थाहा नै होला, जहाँ अस्ट्रेलिया भएका मान्छेहरूले अग्ला अग्ला पहाडहरू भएका हैन रुख बिरुवा भएका जुन फोटो हाल्छन् नि, तपाईले जो अस्ट्रेलिया छ त्यो मान्छेको हरेकको प्रोफाइलमा गएर भिजिट गर्नुभयो भने एकजनाको 100 मा 100 जनामा 98 जनाको प्रोफाइलमा चाहिँ त्यो ठाउँको फोटो चाहिँ भेट्नुहुन्छ। र आज चाहिँ मैले त्यही ठाउँको चाहिँ म किन छुट्ने भनेर त्यही ठाउँको भिडियो हाल्दैछु गाइज। म त्यही जाँदैछु। आज चाहिँ राम्रो भ्लग हुनेवाला छ, लङ ड्राइभको। यो इस्टर बिदामा चाहिँ नारायण भण्डारीले तपाईँलाई राम्रो ठाउँ लगेर जाँदैछ। कृपया फलो सब्सक्राइब लाइक सबै माया गरिदिनु होला भन्दै म ड्राइभिङ गर्छु, ड्राइभका भिडियोहरू हाल्छु भन्दै अहिलेलाई चाहिँ नि म घरबाट निस्किन लागेको छु। कति राम्रो ठाउँ नै रहेछ नि यो ठाउँमा क्यापेबल तर फोटोमा देखिन्न। कतिको रोड हो? कत्रो ठुलो चट्टान काटेको अरम लिप्स अरम स्ट्रिक्ट बिल्डिङ होला। हजुर भन्ने थाहा पाइसकेको जनताले अघि नै उस गरिदिइसक्यो। कति पुरानो रेल हो कि के हो र? ए मालगाडी पो रहेछ। गाइज हामी चाहिँ ब्लू माउन्टेननिर आइसकेका छौँ। हामी चाहिँ ब्लू माउन्टेन एरियामा आइसक्यौँ। अब 600 मिटर लेफ्ट जानु पर्यो। बाटो चाहिँ एकदम राम्रो, आनन्द लाग्यो। एकदम जस डेभलप कन्ट्रीको डेभलप बाटो होइन, आनन्द लाग्ने। गाउँमा आउँदा नि है 80-90 किलोमिटरको बाटो विदिन 1 आवर। मेरो कारदेखि लेफ्ट जाने थियो नि सानो। लेफ्ट होइन, Turn left onto Park Street, Yemen Bridge Road. पुलिस रे पुलिस। कति राम्रो ठाउँ। पुलिस स्टेसन टुरिस्ट एरिया भएर होला यस्तो भएको है। क्विन्सल्यान्डबाट भोरेपानी टाइपको। एएलडी भनेको कहाँको हो? क्युएलडी रहेको क्यु रहेछ क्विन्सल्यान्ड क्युएलडी हो टी हैन। पहेँलो थियो रातो भयो। In 100 meters, at the roundabout, take the first exit onto Bathurst Road. अब यो नबोल बोले नि यसले धुक्काउँछ। आयो यही हो ब्लू माउन्टेन्स। भ्यू हेर्ने ठाउँमा जानु पर्यो पार्क गरेर। फेरि हिँडेर जानुपर्छ? थाहै छैन मलाई, तर छैन। राउन्डेबाउट राइट कि लेफ्ट? अहिले त लेफ्टै छ। लेफ्ट छ। सहरको खिच म्यापलै रहेछ। खै त्यो म्यापल सिरप भन्छ नि त्यो। म्यापल ट्री भयो भन्ने त थाहा, सिरप त थाहा भएन। म्यापल सिरप खान्छन् नि यहाँकाले प्यानकेकहरुमा हालेर। के को रहेछ र त्यो खास म्यापल सिरप पनि? यसमा फ्रुट त हुन्छ के रे? ए 360 पोइन्टर सिधा रहेछ उ। सिधै जानु।
अब नेक्स्ट वालामा राइट जाने है यहाँ राइट हो होइन नेक्स्ट वालामा सिधा हो सिधा हो ओइ रोक्नु त मान्छे किन खाल्टा होला लाग्यो त्यसले त त्यस्तै हो त अब के गर्नु त्यहाँबाट राइट नि पार्क यतै गर्ने हो र होइन अझै जान अझै 5 मिनट ड्राइभ छ टुरिस्ट भाइयो नि दिदी आज अस्ट्रेलियामा फर्स्ट टाइम होइन सिधै जाने अन्त थ्री सिस्टर्स त देखिन्छ नि तिनवटा टाढो हेरेर फर्किने अब कता हो त्यो केबल कार चढ्ने कता हो के हो सिधै हो किन रोक्नु भएन र आरएसएल क्लब रहेछ परे जाने अनि लेफ्ट आउँछ त्यस्तो रहेछ बाटो है उड्ला फेरि गाडी धुम मचाले 3 minutes यो वान राम्रो भयो नि त्यो यत्रो टाढा खासी यहाँ नि घरै रहेछ न सरै रहेछ त नि हाइक गर्ने होला राइट भने त के हो ए अगाडि यहाँबाट राइट होला राइट जस्तो लाग्यो मलाई सिधा हो के राइट देखाइदियो बेबी कार पार्क होला न रहेछ लेफ्ट काठुम्बा फल्स यता रहेछ अहिले जानुलाई यता छिटो छिटो हेरेर त्योबाट राइट जाने त्यो यस्तो हो इको पोइन्ट हो ल बिचको यस्तो बाटो के बाटो हो यो बिचटाको बिचटा अनि यस्तो मान्छे त यहाँ सो लगभग 1 घन्टाको यात्रापछि हामी फाइनल्ली यो ब्लू माउन्टेन एरियामा आइसकेका छौँ गाइस एकदम भिडभाड छ मान्छेको भिडभाड छ बल्ल मैले पार्किङ पाएर पार्क गरेको छु हो चाहिँ यहाँबाट देखिने होइन थ्री सिस्टरको चाहिँ मैले तले चाहिँ सम्पूर्ण भिडियो बनाएर चाहिँ हाल्ने छु भन्दै होइन गाइस सम्पूर्णलाई आरामै होला म चाहिँ तपाईँको नारायण भण्डारी भ्लग दुःख गरिरहेको छु होइन तपाईँहरूलाई सकेसम्म राम्रो भ्यू देखाउनको लागि प्रयास गरेर तपाईँ देख्न सक्नुहुन्छ त्यो माथि पर यस्तो राम्रो गाउँ राम्रो ठाउँ रहेछ हामी धेरै अगाडि आइसकेका छौँ त्यही नै हो आज जस मैले भने अस्ट्रेलियामा आएर एकदम मान्छेहरू घुम्ने त्यो डाँडा पाखा हाल्छ नि जुन फोटो त्यो यही ठाउँको जुन चाहिँ मैले आज तपाईँलाई देखाउँदैछु आज चाहिँ म पस्छु चाहिँ आउँदैछु सो आज मैले तपाईँहरूलाई त्यो ठाउँको चाहिँ नजारा कस्तो हुन्छ नजारा त बाहिरको पार्किङ एरिया चाहिँ यो नै रहेछ तर मैले भनेको मैले सोचेअनुसार चाहिँ जुन ब्लू माउन्टेन छ नामै माउन्टेन भएपछि अग्लो होला डाँडामा जान पर्ला भनेको त डाँडामा जानु नपर्ने रहेछ सम्पूर्ण एउटा समथर ठाउँ जस्तै त्यहाँबाट चाहिँ बाहिरको भ्यू मैले तपाईँलाई देखाउँछु यहाँ माउन्टेन है जाँदा धेरै कुरा देख्न पाइन्छ सो हाम्रो रेजनतिर सैला जा सबैले देख्नु भएकै होला होइन अस्ट्रेलियामा आएर जुन पहाडतिरको फोटो हाल्छ नि फाइनली त्यो ठाउँ चाहिँ यही हो क्या सो अस्ट्रेलियाका सबैले आएर प्रोफाइल पिक्चर चेन्ज गर्नेदेखि ल्याएर ओपेरा हाउस भन्दा अर्को मेन डेस्टिनेसन घुम्ने डेस्टिनेसन भनेको दिस इज ब्लू माउन्टेन होइन है ब्लू माउन्टेनमा चाहिँ मान्छेहरूले आएर फोटो हाल्ने भिडियो हाल्ने चाहिँ सबै यही ठाउँमा हो यस्तो भिड छ यहाँ तपाईँ देख्न सक्नुहुन्छ यो विकेन्डको बेलामा जुन चाहिँ यो डाँडा हेर्नु हाम्रो चाहिँ रामगढाको पर जस्तो रहेछ थ्री सिस्टर डाँडो इको सिस्टम
यहाँ चाहिँ म तपाईँलाई देखाउँछु यहाँ मान्छे यस्तो भिड छ मान्छेहरू बसेन क्याम्पिङ वा त्यहाँनिर ऊ छ ल हाम्रो शैलजा हाम्रो दिदीहरू यहाँ आउँदै हुनुहुन्छ गाडीका प्याक छन् टक्क लाएर ब्लू माउन्टेनको थ्री सिस्टर भन्छ जहाँ चाहिँ 3टा डाँडा के टक्क मिलेर बसेको हुन्छ म त्यहाँ चाहिँ तपाईँलाई देखाउँछु मेन चाहिँ ब्लू माउन्टेनको नजारा भनेको यो गाइज यसरी बस्ने हेर्दाखेरि टक्क यसरी मिलेर बसेको छ यहाँ टक्क डाँडामा गाडीहरू नि यहाँ पार्किङ गर्ने हुँदो रहेछ टोइलेटहरू त्यहाँ छ शैला जाऊ के आहा ल सो फाइनल्ली गाइज मैले एकदम जान पहिल्यै मलाई रहर थियो कि जुन चाहिँ म अस्ट्रेलिया आउँदैदेखि जान रहर थियो तर एक दिन आफ्नै गाडी बनाएर जान्छु भनेको थियो तर फाइनल्ली आफ्नै गाडीमा आयो चाहिँ के भने एउटा सपना देख्नु चाहिँ गलत होइन देख्नुपर्छ सपनाहरू पुरा हुँदै जान्छन् दुःख गरे पछाडि र आफूलाई लागेको थियो कि मनै एक दिन चाहिँ गाडी किनौँला नि कसो नकिनौँला जस्तो लागेको थियो अनि जस गाडी किनेर आफ्नै गाडीमा जान्छु भनेर त्यो सोचेको थिएँ आज फाइनल्ली आफ्नै गाडी किनेर टक्क यो ब्लू माउन्टेन घुम्न आएको छु सबैलाई यहाँको सबैको भ्यू देखाउँछु मान्छेहरूको भिड चाहिँ एकदम छ एकदम भन्दा नि एकदम छ गाइज फाइनल्ली यहाँ तपाईँ देख्न सक्नुहुन्छ आहा द स्काई इज भेरी क्लिन टुडे स्काई एकदम क्लिन छ हाम्रो थ्री सिस्टर माउन्टेन गाइस थ्री सिस्टर्स भनेर चाहिँ यो 3टा डाँडालाई यो डाँडालाई थ्री सिस्टर्स यो डाँडाको चाहिँ मेन चाहिँ उतार चढावहरू होइन यसरी टक्क लाएर म ठक्क लाएर आज यो मेन भ्यू पोइन्टबाट सर्लक्क डाँडातिर उता नि छ Oh wow. $360 view सबै डाँडै मात्र रहेछ Oh my goodness. So दामी भ्यू चाहिँ देखिरहेछ मान्छेहरूको भिड खाल्टो सो फाइनल्ली नेपालीमा नि रहेछ ल निकासी मार्केट फोटो खिच्ने हो थ्री सिस्टरको चाहिँ भ्यू यही हो रतन बहिनी भनेर भनिन्छ डाँडालाई अस्ट्रेलियाको राम्रो हामीलाई त नेपालीलाई त यस्तो डाँडा चाहिँ विशेष हुने कुरो भएन यो अस्ट्रेलिया भनेर यस्तो दामी मान्छेहरूको भिड चाहिँ यो ठाउँलाई अब बेला बेला यो विकेन्ड सुरु भयो लङ विकेन्ड यताबाट जाने होला नि ल कहिले जाने भिडियोमा आउने दिदी मैले चाहिँ देखाएको यही हो गाइस राम्रो ठाउँ अब यहाँबाट फोटो राम्रो आउने नआउने भन्ने कुरा त अब अहिले खिचेपछि थाहा होला यताबाट शैलजा ए ल यताबाट नि रहेछ जान्छ भन्ने ठाउँ आहा आज चाहिँ घुमेर जान्छ नारायण भण्डारी देखाउँछ तपाईँलाई ठाउँ सर्र त्यही हो गाइस मैले तपाईँलाई देखाइदिनै सकेँ थ्री सिस्टर भनेको ब्लू माउन्टेन भनेको अनि बुढी नि भिडियोमा आउने रे अनि ल बोल नि त नि के आज आएको कहाँ हो हामी आएको
हामी ब्लू माउन्टेन चाहिँ आएको होइन तर योभन्दा चाहिँ मलाई चाहिँ भोरे पानी नै मन पर्यो किनभने सेम छ तर हाम्रो हिमाल भनेको त हो नि त त्यही भएर हामीले त्यस्तो राम्रो हिमाल छोडेर आएको मान्छेलाई चाहिँ यो चाहिँ नर्मलै हो बट स्टिल सिटीबाट यहाँ आएर जङ्गल हेर्दा चाहिँ म एकदम खुसी भएको थ्याङ्क यू अरू चाहिँ रेस्ट त हिस्टोरी नै हो गाइज मैले तपाईँलाई देखि नै सकेको छु म कहाँ छु भनेर एकदम भिडियो लामो हुनसक्छ म चाहिँ काटी 2-3टा गराएर हाल्न सक्छु भिडियो तर पनि बेस्ट चाहिँ भनेको त्यो चाहिँ राम्रो गराउने कोसिस चाहिँ गर्छु म भिडियो आजभोलि मैले भनेको छु हाई क्वालिटीको क्यामेरा पनि छिटै किन्दैछु मैले अर्को नाइस क्वालिटीको त्यो क्यामेरा किनेर चाहिँ बवालै हुन्छ गाइज सो म चाहिँ अलिक तल आएको छु अलिक नजारामा भ्यू पोइन्टमा जहाँ चाहिँ मान्छेहरू हुन्छ नि लाइक बसिरहेको हुन्छ नि त्यो भएर चाहिँ अलिकति हो एकदम भिड छ यहाँ चाहिँ गाइज होइन पालोपुरे जस्तो म चाहिँ यहाँ आएर टक्क आएर देखाउँछु चाहिँ यहाँबाट देख्न सक्नुहुन्छ यहाँ त सिधै तल छान्ने डरै लाग्दो रहेछ यहाँबाट केही छैन त्यो त कसरी गराएको ए तल पिल्लर हाले रहेछ कहाँ डर लाग्ने रहेछ त अनि ए नै रहेछ के देखाउनु त यहाँ डाँडा काँडा यस्तो ठाउँलाई अब चाहिँ नि हामी नेपालीलाई अब यस्तो चाहिँ नि मेन टुरिस्ट एरिया यहाँ आएन उता होला र यहाँ तल हेर्दा मा कसम श्रीनगर चाहिँ ओ माई गडनेस सो आज फाइनली मैले ब्लू माउन्टेनको यो भ्यू तपाईँलाई देखाइसकेँ मान्छेहरू टक्क त्यहाँबाट हेर्दैछन् तपाईँ त्यहाँबाट मान्छे यस्तो भिड यो ठाउँलाई यो थ्री सिस्टर हेर्नको लागि चाहिँ मान्छेहरूको भिड यति लागेको छ यो पहाड हेर्नुलाई गाइज हेर्न सक्नुहुन्छ यहाँ सो जुन चाहिँ अब यहाँबाट सबैलाई लाएर पुल तरेर जाँदैछौँ यहाँ आउँदो रहेछ क्या राम्रो फोटो नराम्रो आयो नि मैले यहाँ भिडियो राम्रो आएको छ त डरै लाउनु रहेछ नि त्यही पहाड सर भिड फाइनल्ली अस्ट्रेलियामा ब्लू माउन्टेनको भिजिट पनि भइहाल्यो यहाँ अन्त त के देखाउने सबै मैले देखाइसकेको छु यही हो देखिने त्यही थ्री सिस्टरको मेन विशेषता ल त्यहाँबाट सर म अब हिँडेर अझै पनि राम्रो प्लेसहरू छ भने म तपाईँलाई देखाउने कोसिस गर्दैछु होइन तपाईँलाई थाहा रहेछ मेरो ब्लगमा आएको गाइज सो त्यही नै हो सब्सक्राइब लाइक कमेन्ट चाहिँ हुनु पऱ्यो गाइज होइन 600-700 पुगिसक्यो अब बिस्तारै 1000 पुग्ने 2000 3000 4000 गर्दै लाख पुग्नुपर्छ मेरो यो टार्गेट हो म चाहिँ अब चाहिँ टक्क राम्रो क्यामेरा किनेर अझै पनि जस गाडीको ब्लग हाल्न बाँकी नै छ अझै धेरै आउन बाँकी छ हुन्छ सर्लक्क सबै भ्यू देखाउँछु मैले तपाईँहरूलाई आजलाई शैलज यहाँ खिच त जाऊ त शैलज
सो यहाँ राम्रो आयो बरु फाइनल्ली ब्लू माउन्टेनको यो यहाँ खिचौँ बरु मैले तपाईँलाई थ्री सिस्टरको मेन डाँडा देखाइसकेँ थ्री सिस्टर प्लस अरू पनि डाँडाहरू मैले तपाईँलाई त्यहाँ देखाइसकेको छु त्यसैले सबैले लाइक कमेन्ट सब्सक्राइब यु क्यान गो डोन्ट स्टप गो यस सो लाइक कमेन्ट सब्सक्राइब चाहिँ गर्न नभुल्नु होला गाइज होइन युट्युबर फ्यामिली टुगेदर नारायण भण्डारी ब्लग्सलाई संस्कार माया गर्नु भन्दै आजलाई बिदा शुभ नमस्कार थ्याङ्क यू có thêm mã bao giờ rồi làm ngay này cần ta làm ऐसा करते हैं वो तो फॉल्स है वो चाहिँ अस्ट्रेलियाको ब्लू माउन्टेन हेर्न आउनेको भिडसहित यो सनसेट फाइनल्ली मैले तपाईँलाई देखाइसकेँ थ्री सिस्टर अझ एकचोटि दौडेर देखाउँछु म तपाईँलाई रनिङ ओ माई गुडनेस यहाँ आएर टक्क यहाँबाट थ्री सिस्टरको नजारा हेर्दै टक्क यो थ्री सिस्टरको नजारासँगै मान्छे त्यहाँ भिड छ